बिचमा आइदिन्छ क्या दोस्त हो यो चाहिँ सिधै अब के पुरा जतिको अगाडिको भ्यूहरू छ नि यो पहिले स्पिड टेस्ट भइसक्यो कि जहाँ स्पिड लिमिट होला आफै नै लग्यो कि अब हेरौँ न नि स्पिड कति जाँदो रहेछ डाइरेक्ट बुझ्दै हानौँ न डाइरेक्ट बुझ्दै हानौँ न 1 2 3 हजुर हजुर स्पिड थियो स्पिड चाहिँ छ किन चलाउनु भएको 104 भने यहाँ आउँदा सर यस्तो थियो अब भ्लग कन्टेन्ट बनाउँछु होइन अनि अलिक स्पिड लिमिट पनि 50 मात्रै रहेछ होइन काठमाडौँको अनि उसलाई जनकपुरबाट आएको अनि 100 सम्म गयो मलाई थाहा थिएन अब हजुर हजुर अन्नै छ अहिलेसम्म 104 त हाल्नु भएन नि सर त्यसको लागि म धेरै क्षमा चाहन्छु अनि मलाई थाहा नै थिएन म जनकपुरबाट 170 भयो त थाहा थिएन भन्नुहुन्छ यार 104 त नेपालमा रोडै छैन कि चलाउने यार पर्नेमा तपाईले 104 डकुमेन्टहरु त नागरिक एप छ नागरिक एप त छ तर चलेकै छैन सर चलिसक्यो अहिले मोटर लाइसेन्स दिएको सबै छ र त्यो नागरिक एपमा कार्य गर्नु तपाईले हाम्रो अफिस आउनु परेन तपाईले अनलाइन पढाइ लिएर अनलाइन गरिदिन तिर्नु पाउनु भयो तपाईको यदि बिल्कुल र ओर्यो हामीले हार्डकपीमा चिपकाट्यो भने चाहिँ तपाईले हाम्रो हेड अफिस बर्दियानामा गएर क्लास लिएर बल्ल मात्र डकुमेन्ट दिन्छ कि तपाईलाई अनि फेरि सम्झाउँदै एकचोटि तपाईको नागरिक एपमा कार्य भयो भने चाहिँ के भयो भन्दाखेरि तपाईले अनलाइन क्लास लिन पाउनु भयो अनलाइन जरिवाना तिर्न पाउनु भयो हाम्रो अफिस आउनु परेन आइरहनु परेन डकुमेन्ट लिन क्लास बस्नको लागि हाम्रो अफिस आउनु परेन हो यदि तपाईको हामीले यसरी बिलबुकमा अथवा लाइसेन्समा चिपकाट्यो भने चाहिँ यो बिलबुक लाइसेन्स लिनु अथवा क्लास लिन हाम्रो अफिस आउनु पर्यो नागरिक एप चलाउनु छ कि नै नागरिक एप त चलाएको छु होइन सर के हो अहिले काम गरेर गरिसक्यो कुन ठाउँ हो सर धोबीघाट हेलो हजुर धोबीघाट चाहिँ पछाडि आउन 104 स्पिड लिमिटमा यहाँ अथि भएको थियो कि ल धोबीघाट गेट ठ्याक्कै नयाँ भयो कि र यार 104 कुदाएर कहाँ जान उतार छ भने यार होइन सजिलो किन भन्नु थियो स्पिड थियो क्यामेरामा पनि रेकर्ड भएको छ यसको चाहिँ सर मैले चाहिँ खोलेको थिएँ होइन यसमा लाइसेन्स रेड गर्नु न ब्याक गर्नु लाइसेन्स रेड गर्नु चल्दै गर्दैन चल्छ अब त म ट्राई गर्छु पहिला कनेक्ट गर्नु भएको थियो एकचोटि हजुर पहिला चाहिँ बिचमा हराएको थियो अब फेरि आइसक्यो अनि यो के हो यो यसमा यसको हजुर यो ब्रेक होइन सर नेट चलेन बाटो छ बाटो छैन नेट चलेन फेरि त्यहाँ भिडियोमा चाहिँ मैले 104 कुदाएँ नकुदाउनु होला भनेर हाल्ने मेरो आफ्नो गल्ती नदेखाउने ट्राफिकको मात्र गल्ती देखाउने काम चाहिँ नगर्नु होइन त्यस्तो एक्सप्लोर पनि हुँदैन होइन त्यस्तो एक्सप्लोर पनि हामी गर्दैन सर ठिक छ ब्लग बनाउनु पर्छ ट्राफिक रुल्स रेगुलेसन मानेर गराउँदा अझ राम्रो अझ भ्युअर्स बढ्न सक्छ पोजिटिभ मेसेज जान्छ त्यो हुन्छ नि त तपाईँहरूको एउटा सानो मेसेजले पनि पोजिटिभ कुराहरू चाहिँ समाजमा जानु कारबाही मोबाइल
म हस्पिटल दिन्छु त चलेन म चलेन कसले भयो होला चलेन अनि हुन त हालेको थिएँ आउँदै आउँदैन के हो त्यसो गर न म हस्पिटल दिन्छु एक्चुअली अनलाइनमै हेर्दाखेरि पछि एकचोटि पनि सिट काटेर हिँड्ने त फर्स्ट टाइम हो थाहा पनि छैन त्यसको प्रोसेस के कसो लाग्छ चिठी काट्ने हजुर आज पनि बिस्तारै बिस्तारै त्यो चिठी काट्ने थिएन यो तल चाहिँ राख्नु सम्झेर आउनु के गर्छ पर्दै हजुर यही सानो भए एभरेज टाइम बाइक भ्लग बनाउनु मन लाग्यो स्कुल चलाउनु मन लाग्यो सबै ठाउँमा आफ्नो स्कुल ठाउँ भयो भने मैले एकचोटि हालेर साथीले भन्दै थियो स्पिड नकुदाउ 50 भन्दा माथि नहाल पछाडि बस्ने मान्छेले कान थाम्नुहुन्छ रोडको मान्छेले थाम्दैन त कान बस्दै बसेर जिबी क्लियर निकालेछ क्या हेर त दिपेन्द्र तपाईँको देखाउनु छ नागरिकले भन्नु नि देखाउनु मैले एकचोटि चाहिँ निकालेको थिएँ मोबाइलबाट टिकट हालेको थिएँ भयो नो डिटेल्स फाउन्ड इन डिपार्टमेन्ट ट्रान्सपोर्ट मैनेजमेंट रेकर्ड लाइसेंस नंबर लाइसेंस नंबर कस्तो भयो खुल्दै खुल्दैन सर मैले धेरैचोटि ट्राई गरेको छु